हेलो एभ्रिवान, वेलकम ब्याक टु न्यू भिडियो। आज म र साथी दिवस दुईजना भएर यहाँ कुन हाइक रे आज हाम्रो जमाचो हाइकमा हामी आएको छौँ। ल गाइज, तपाईहरु लास्टसम्म हेरिदिनु होला। ल गाइज, हाम्रो यात्रा यहाँबाट सुरु भएको छ। ल दिवस, ल यहाँ हेरिसो यहाँको भित्रको वातावरण। ल जमाचो पद मार्ग। ल है, यहाँबाट यो चाहिँ स्टार्टिङ पोइन्टमा हामीहरू टक्क लाएर माथि जानुपर्ने हुन्छ। सो ल स्टे ट्युन गाइज। अब तपाईहरुले म यस्तो रमाइलो देखाउँछु। ल दिवस, हजुर 4 किलोमिटर आउ न। 4 किलोमिटर भए पनि हेरौँ न माथि अब कति किलोमिटर रहेछ। ओहो, चितुवा नि पाइने, बाघ नि पाइने है। अनि हरिणहरू, लोकोफोरस, एलिफेन्ट, खोइ हेरौँ अब कति पाइन्छ। यो जनावर मात्र त्यहाँ टालेको कि हजुर त्यहाँ फोटोमा त छ एलिफेन्ट। अब हेरौँ। ल त गाइज, स्टे ट्युन। अब हामी बिस्तारै गन्तव्यमा अघि बढ्नेछौँ। ल सेङ्जाली बाबर हेऱ्यो नि है। यो अघि लाइनमा नबसेर हाम्रो दिवसले चाहिँ दिमाग लाग्यो क्या। दिमाग लगाएर हामी छिटो आउन पाएन भए स्टिल हाफ एन आवर हामीलाई त्यहाँ वेट गर्नुपर्ने हुन्थ्यो। ल है, यस्तो छ, आउनुहोस्। यो शिवपुरीको अर्को भाइ भनौँ न जमाचो। यो भाइ। ल अरू टोलीहरू माथि छ। हामी चाहिँ दाइले भन्नुभएको थियो ठाडै हुन्छ भनेर। त्यो स्ट्रगल देखाउन थालिसक्छ। ओइ के हो, थाकिसक्यो त म। थिएन, स्यास्या भइसक्यो त। ओइमा लास्ट उकालो रहेछ त। ल यो पनि मेमोरी नै हुन्छ होला। 11 क्लासमा हुँदा बाउ हजुरले पुरै घुम्थ्यो भन्ने हुन्छ क्या छोराछोरीले हेर्दा, होइन। यहाँ बाउ त खत्रै थियो। पढाइ सँगसँगै सबै कुरा लिएर हिँड्थ्यो। पढाइ मात्र हुन्छ, डेन्जर। ओइ दिवस, ए
हजुर यो हो र त्यही त खतरा हो कि क्या हो एकैचोटि 4 किलोमिटरमा प्लेन छ होला नि त्यसको फेरि माथि होला मान्छेहरूको जमघट भेटघाट छ यो बाटो रहेछ नि बाटो रहेछ कस्तो निट एन्ड क्लिन यार है डकुमेन्ट कृपया यहाँ आफ्नो डकुमेन्ट ओके ल है साथी हो हुँदा हुँदा हामी यहाँसम्म आइपुग्यो स्टिल 45 minutes left to go on the top so we are on our journey destination so let's see दिवस कतिको मजा आइरहेछ त बवाल हो त्यही त हेर्न है जङ्गल आहा तर यहाँ चाहिँ मान्छे चाहिँ पपुलेटेड रहेछ क्या आउँदो रहेछ है त्यही त अरू ठाउँभन्दा यहाँ चाहिँ मान्छे पपुलेटेड रहेछ होइन ब्रो पुलचोकीमा त तिम्रो भनौँ न एकदमै ठुलो छ नि त लार्ज एरिया छ नि त त्यो भएर हो कि त्यही भएर मान्छेहरू यहाँ रुचाउँछन् क्या त्यहाँ जाँदैनन् यहाँ चाहिँ स्मल एरिया भएर आउँछन् तर एनिवे स्मल एरिया भए पनि राम्रो हो लुक गाडीहरू पनि जाने बाटो छ हजुर गाडीबाट पनि आउन सक्नुहुन्छ ब्रो कोक खाऊँ न है खाँदै जाऊँ न यसो अलि इनर्जी त चाहियो नि होइन त ल इट्स बिकेम ओन्ली 1 hour ब्रो 11 जम्मै अनि 1 hour still more time is left है we are moving ahead vertical direction बवाल हो नि त्यो सोल्टा ममा तिमी केही चेन्ज देख्दैछौ आजभोलि वाट ब्रो अर्को अलि ज्यान पातलो भएछ अर्को पढ्न थालेको यो अर्को के भन्नु त्यति हो ल है दिवसले भनेको सबै कुरा राइट हो फेरि यस आई डु तर त्योभन्दा अरू कुरा पनि छ लाइक ममा एकदमै पोजिटिभ त्यो आउँदैछ होइन आई मिन आजभोलि लास्ट पोजिटिभ हुन थालेछु कि अनि एनदर थिङ इज म एकदमै लग्जरियसमा स्पेन्ड गर्न थालेछु म पनि त्यही हेरेर अन्त 1000 रुपियाँको मात्र म एउटा बक्सर किन्दैछु हो क्वालिटी लभली छ अहिले त त्यही चाहिँ किन हौ लगभग अघि देखेको छ नि त्यो डुप्लिकेटवाला यो ओरिजिनल यो भनेको वाटरप्रुफ हो विन्ड प्रुफ हो त्यो भनेको त्यो छैन वाटर विन्ड सबै ए अर्को भनेको के गर्न थालेछु भने यो मैले होइन बुकहरू पढ्न थालेछु मैले त फिलोसफी सुरु गर्छु भने के हो कस्तो भयो यस्तो गाह्रो छ नि ब्रो डिस्ट्र्याक्ट भएको कि यो फोनबाट अनि
होइन यस्तो मेरो फोन त 0 मिनेट हो ब्रो मेरो फोन यस्तो हो क्या मैले लगाइदिन्छु होइन अनि सुन्छु क्या भन्न लिसनिङ क्यापेसिटी आई डु हेभ अ लट के लिसनिङ के अनि त्यो वाचिङ भन्दा होइन अनि आजभोलि म त्यो डकुमेन्ट्री टाइपहरू हुन्न कन्ट्री साइडमा अब गएर बनाउँदैन त्यस्तो ए त्यो त राम्रो हो नि उसको हेरेको कि त बिबिसीको हेरेको नि हिजो राति 41 मिनट म नि हिजो हेरेँ हो र त्यो ठुल बाबाको मात्रै हेरेको ए मैले यस्तो भयो कि फर्स्टमा मेरो उता आएको थियो होइन अनि मैले एकछिन यसो हेरेँ केमा फेसबुकमा फेसबुकमै थियो के अरे अनि एकछिन हेरेँ त्यसपछि बिबिसी भनेर त्यो मैले देखिनँ क्या अनि एन्ड देन स्कुलबाट आउँदा ब्रोदरले भन्नुभयो क्या बिबिसीले हाले रहेछ अनि अघि त त्यही त हेरेको भन्ने आयो क्या अनि हेरेको राम्रो रहेछ त्यसमा दोष कसलाई थाहा छ त्यही उसहरूलाई चाहिँ छ चापाङ एउटा त्यो पिटर वान समथिङ त्यही आइजिपी त्यसको नाम के रहेछ भने कुँवर चापाङ के पो रहेछ चापाङ हो चापाङ अगाडि यस्तै के थियो कि मन पर्छ त्यो हो होइन अनि अर्को सिडिओ होइन सिडिओ नि त्यही थियो एसएसपी सिडिओ नि थियो कि होइन त्यो किलो 1मा एसएसपी अनि अझै एउटाको नाम नि जोडिएको थियो कि त्यहाँ सिडिओ ए त्यो मन्त्री रहेछ मन्त्री हो त्यो मन्त्री रहेछ त्यहाँ 4 जनाको नाम थियो एउटा यो भइहाल्यो रमेश लेखक अर्को त्यो प्रशासनिक शाखाबाट त्यो थियो अनि आइजिपी भयो अनि किलो 1 त्यो यस्तो हो क्या ब्रो के भना रहेछ भने किलो 1ले होइन त्यहाँ स्टेसनमा भन्यो छोडिदियो भनेर अनि किलो 1ले पिटर 1लाई सोद्धा उसले के रेस्पोन्स गर्यो भने यदि कारफुल लाग्छ भने तँलाई सोध्नै पर्दैन अरे त्यस्तो भनिदिएर क्या भनेपछि त यस्तो नि भनिरहेको रहेछ के भन्छ अरे उसहरूलाई के भन्छ अरे हजुरको प्रोटेक्ट गर्नु अरूको त्यो बाल नदिनु त्यस्तो खालको त्यो त लास्ट मोमेन्टमा हो नि त्यो लास्ट मोमेन्टमा जब यस्तो एकदमै दौडाएर खेदाइ मार्न थाल्यो नि त्यसपछि त्यो लास्ट मोमेन्टमा होइन अनि त्यस्तो भनिसकेपछि त्यो त पिटर 1को गल्ती हो नि ब्रो त्यो त त्यही हो लाइक ल किलो 1 त बिचको मिडियम हो होइन उसले नभनेको भए त यहाँ आउँदैन थियो होइन अब त्यो पिटर 1ले त्यो रेस्पोन्स फर्स्टमा त्यो दियो क्या अब पिटर 1ले कोसँग सोध्यो त ब्रो होइन गृहमन्त्री कोही त्यसले भन्छ आफू बस्नलाई होइन भन्छ अनि अर्को त्यो शाखा प्रमुख उसले पनि भन्छ होइन अब खोइ त त्यही साम्पाङलाई चाहिँ के त्यो चापाङ त्यसलाई के पो नाम थियो हेर्नु खै बिर्सेँ कि म चापाङ पछाडिको खास बिचरा सरले केटीहरूलाई दोष लाग्छ है हेर न अनि यस्तो भयो अब ऊ प्राइम मिनिस्टर थियो कि उसको हातमा थियो कि तर उसले नसोधिकन होइन त्यहाँ केपी ओलीको पनि ठुलो हात छ उसले बचाउन खोजेको क्या चापाङलाई बुझेन उसले बचाउन खोजे तिनीहरूको ठुलो होला त्यहाँ तलमाथि होइन गेस है केपी ओली गृहमन्त्रीको केही छैन अब गृहमन्त्री अब उसले फेरि गृहमन्त्रीको पनि हात छ नि ब्रो यस्तो हुन्छ कि अब फेरि पिटर 1लाई आदेश कसले दिन्छ लु भन त गृहमन्त्रीले प्रमुख होइन त्यसको पुलिसको सबैले सोध्दै त्यही भएर गाई यहाँ होइन चारटैको गल्ती हो क्या भन्नाले चारटैको त अब नभन्नु किनकि किलो 1 त अब उसै भन्यो त्यो बिचारा त बिचको होइन त्यो मान्नै पर्ने हुन्छ क्या उसलाई त अब नाइ भन्नु चाहिँ मिल्दैन पुलिस फोर्समा यदि गयो भने नि तिमीलाई आफूभन्दा ठुलो पुलिस आर्मी या एपिएफमा यिनीहरूमा गयो भने आफूभन्दा अपग्रेड लेभलले जे भन्छ नि त्यही मान्नै पर्छ अब किलो 1 बिचारा होइन त्यो बिचमा पर्यो क्या उसले सोद्धा के भन्छ होइन सर के गरौँ भन्दा होइन त सोध्नै पर्दैन यदि कर्फ्यू लाग्छ भने इट्स ओके भन्ने हो क्या
त्यो त त्यही हो गेट फायर भनेर अनि उसले पनि आइएछ क्या त्यो बिचरा त्यो किलोवान पनि अलिक भुसै रहेछ होइन त्योसँग अलि सिम्प्याथी भएको भए त्यो पनि त्यसको कुरा नमान्ला कि होइन त्यसको सिचुएसन बरु आफ्नो जागिर गए जान्छ जे भयो होइन त्यो त्यो हुन्छ नि यस्तो हो त्यतिखेरै के हुन्छ भन्दा अब सेनासँग नि थियो नि उस त सेनाले फेरि के भनेर छोड्यो होइन अब तिनीहरूले त्यत्रो गलत गरे अनि हामीले के उस गर्नु भने त्यसले छोडिदिएको सेनाको कुरामा तर सेनाले त गरिहाल्छ नि भन्दै सेनाले त्यति बेलै भनेको के भन्छ अरे एक ठाउँमा त्यो चोक हुन्छ नि त्यसमा 150 देखि 200 जना पठाएर अनि नियन्त्रण गर्न सक्छु एक्ज्याक्टली सकिन्छ आफैले भन्दैछ भनेपछि द्याट वाज इजी क्या यस्तो हो कि किन दोष दिएको त्यो भनेको नेपालको सबैभन्दा प्रमुख मान्छे थियो त्यतिखेर अब त्यसलाई नसोधिकन अरूले के गर्नु मिल्दैन मिल्दैन ओ ल आइए जस्तो यही हो फाइनल डेस्टिनेसन त्यो अझै माथि नै होला एकछिन यहाँ रेस्ट गर्ने ए यो रेस्ट ठाउँ रहेछ नाइस के हो यार आन्टीलाई आँट आएर मलाई के भयो मेरो आँट त त्यस्तै छ केटो लाउडे केटो हेर जतिखेर जहाँ भन्छ सेकेन्ड ह्यान्ड लेफ्ट सेकेन्ड लेफ्टेन जहाँ भन्छस् जे भन्छस् लु आँट त आइहाल्छ नि भाइ हसल गर होली पछि बिलिभ आफै हुन्छ चलाए कति 21 गते निर्वाचन हो के 22 गते तैँले के भिडियो बनाउन थालेछस् के त्यो के अरे भन्दै थिइस् त 1 गतेदेखि भिडियो हाल्छु भन्ने अस्ति शिवपुरी जाँदा भनेको थिइनस् मलाई क्या म अब कन्टिन्यू दिन्छु भिडियोमा भन्दै थिइस् अनि त्यो मिलियनमा भ्युज गएकोहरू खोइ त छ त्यही छ मेरो कस्तो के भयो भन्दा टाइम नि पाएन अल्छीले हटाउँछ टाइम म्यानेज गर्छ सुरुमै बना फ्याट्ट गइहाल्यो भने आइहाल्छ क्या त्यस्तै चल्ने हो क्या अहिले त्यो काम नहुनेहरूले त्यस्तै हेर्छ 60% काम नहुनेहरूको भ्याउँछ क्या ल साथीहरू अझ हाम्रो यात्रा निरन्तर गइरहेको छौँ आपतकालीन सम्पर्क नम्बर नेपाली सेना निकुञ्ज वार्डेन ल है केही भयो भने टक्कै यो नम्बरमा फोन गर्न सक्नुहुन्छ ब्रो अलि पेस मेन्टेन गर न हौ अहिले हिँडौँ न हौ केटा जस्तो केटीहरूले पनि यस्तो हिँड्दैन हौ तिमी जस्तो त एक्चुअली हामी किन आएको तपाईँहरूलाई म भन्छु यो लाइफमा होइन त्यो हरियाली भन्ने कुरा हुन्छ नि त्यो आजभोलि हामीले लास्ट हराउँदै गइरहेछौँ क्या हाम्रो आँखाले देख्न भ्याएको छैन क्या अनि म प्रायः के गर्छु भने 1 मन्थ इभन 15 डेजमा हामीले यदि योसँग हिँड्यो भने नि हामी धेरै कुरा लर्निङ गर्न पाउँछौँ क्या आँखालाई शीतल मन शीतल आनन्द अनि दुःख के हो त्यो पनि बुझिन्छ तिनीहरू हो क्या एक्चुअली त्यही भएर हामीले आउनुपर्छ यसो डुल्नुपर्छ त्यो पनि हरियालीमै यस्तै जङ्गलहरूमा हेर्नुहोस् त रमाइलो छ
अब आउन लागिसक्यो लु यसो यहाँबाट देखिन थाले वे नाइस अझ हाइकिङ पुगेर भने हिँड्नेलाई पानी खाम भाइ चिसो पानी खाम चटपट पानी पनि काट्रो छ Wait, wow. This is the final destination, man. Whoa. Yeah. Actually, we come over here for this, man. Yo. Look out the view. Yo. Look. Cutie girl. My God. Look. This is the top. या कस्तो राम्रो यार रमाइलो थाक्यो दिवस हजुर थाक्यो है अझ साथी हो अब हामी फर्किँदै है जस रमाइलो भयो टपमा एकदम मजा आयो कस्तो भयो दिवस राम्रो भयो रमाइलो भयो है टपमा एकदमै गुड तर माथि चाहिँ अलि टाउको हल्लिँदो रहेछ क्या पोल्युसनले छोयो क्या हामीलाई खै पल्युसन हो कि के हो है दिमाग अलिकतामा पुरै टाउको दुख्न थालेको थियो अनि जोस् तल झर्दै चटपटे खाएर जोस् राम्रो भयो आजको एकदमै रमाइलो भयो ल थर्ड हाइक ल यो चाहिँ थर्ड हाइक रह्यो है थर्ड हाइक हाम्रो जोस् होप हजुरहरूलाई राम्रो लाग्यो होला राम्रो लागेमा लाइक कमेन्ट अनि सब्सक्राइब गर्न नभुल्नुहोस् होइन त केटा जोस् अब हामी फर्किँदैछौँ अब फर्किँदा ल तपाईँहरू स्टे सेफ स्टे हेल्दी है यसो घुम्नुहोस् क्या मेरो म्यासेज तपाईँहरूलाई घुम्नुहोस् यसो डुल्नुहोस् बल्ल लास्ट बुझ्नुहुन्छ है ल त गाइस होप टु सी यू नेक्स्ट भिडियो टिल नाउ बाई बाई